ल राजन भाइ आना ल दिपेन यो के छ त दिपेन दाजु मान्छे त आरामै हुनुहुन्छ नमस्ते सबैजनालाई म थाहा सबैजना सन्चै हुनुहुन्छ यदि कोही बिरामी हुनुहुन्छ भने छिटै फिट एन्ड फाइन हुनुहोस् म पनि एकदम फिट एन्ड फाइन छु धेरै पछि मैले भ्लग गर्दै छु तीनटा कुकुरहरू खिलिरहेका छन् आज म झारपाते सेफ टी सर्ट यो एप्रोन लगाएर झारपाते सेफ बन्दैछु 14वटा ब्रेकफास्ट 13वटा ब्रेकफास्ट छ बनाउँदैछु त्यही हो दियो 4वटा मात्रै अझै 7-8वटा बाँकी छ अनि धेरै पछि भ्लग गरेको कस्तो औडा लाग्छ लगभग 2-3 महिनापछि होला यार यसरी मोबाइल अगाडि आएको अनि सही हो ब्रेकफास्ट बनाउँदैछु आजको सस्तो सेफ अनि अब गेस्टलाई मात्रै खुवाएर भन्यो नि त अनि अब आफै खान पर्छ टक्क होइन छेप्को लाएर ठ्याक्क हेल्दी खानुपर्छ बिहान यो चाहिँ मेरो युट्युबबाट किनेको सुनको माला मेरो माला छ त म छु मेरो माला छैन त म छैन म मोरे होला बारे साइले जानु कामसाम सकाएर अनि अब टक्क यहाँ भेज काटिरल रहेछ होइन भात खानु पर्यो साथीहरू है गमका यस्तै भ्लग गरेको आज धेरै पछि भएर कस्तो औडा लाग्यो तर बोल्नै नआएको क्या मुखबाट होइन कि केवल हुँदो रहेछ तर ठिक छ खाना खान्छु अनि मम्मीलाई फेरि लिन जानु छ यस्तो मौसम छ तपाईँ दिन सक्नुहुन्छ लेक साइड अहिले चाहिँ म बाइक लिएर उता मम्मीलाई हस्पिटलमा लिन जानु लाग्यो घरलाई
धेरै पछि model 1937 made in आज भ्लग बनाउँदै घर आएको के छ केही छ ठिक छ होइन हेर्नु त यो मन लग्नु भइसक्यो यार मन लग्नु भइसक्यो यार खोइ त बहिनी ठुलो अनि इक्जाम आगोलाई पढिछेउ कि के गरिछेउ यता हेर त हेर के गरिछेउ पढ्नु सड्नु त होइन क्या इक्जाम सिद्धि ल हिँड्नु त जानु अब उतै जान्थ्यो साइकलले जानु त भोलि पर्सितिर भोलि भन्छ अब इक्जाम भेज जाम है त माथि साइकल पनि पाउनुपर्छ ल भोलि जान्छ नि टक्क भाइरमा होइन अब फेरि उता काममा भाग्न काममा जानु छ हाम्रो घरतिरको टोले भाइहरू के छ भाइ हाल ठिक छ ल यो भाइहरू छ यहाँ भैलो खेल्नु पऱ्यो एकछिन फाल या फाल ए भाइ साहब म त एउटै हाल्छु उयो कहाँ पर भाग्दो रहेछ यार बल त है बल त भाग्दो रहेछ नि भाइ होइन सही ल सबै खेल ल खोइ त नि तिमीले नसक्दो रहेछौ त्यस्तो हातमा बल फालिँदा नि नसक्दो रहेछ फेरि ल जा त मिलेर खेल्नु ल खान खोइ त ल खोइ त अनि ल ए कहाँ हेत तयारीका यो त उयो भाइले पनि फाल्नु ल ल फाल दिबेन ल भाइ हान उता हान ल ए लारुस ल यिनीको नाम आरुसी राखिदिनु पर्यो अब ल राजन भाइ आना ल दिपेन ल ल ल ल भाइ गयो ल ल खेल राम्रै खेल ल धेरै पछि ल अब घरबाट बिदा हुन्छ ल पुल गयो ल गयो ल म पनि गयो ल होटल पनि आइसकेँ होटल आएर टक्क सुन्तला खाँदै हो त्यही अब भ्लग नहालेको धेरै भयो नि आज यसो भ्लग हालिदिउँ भनेर बनाएको अनि जोस् अब कन्टिन्यू गरिरहेको छु होइन कचोडी भन्ने कन्टिन्यू गरिरहेको छु त जोस् यादगार चाहिँ हुन्छ नि त अब ग्रो हुन्छ या हुँदैन त्यो थाहा भएन तर जोस् यादगारहरू चाहिँ भइरहेको छ त्यही भएर अब भ्लग बनाइरहनु पऱ्यो अब आजलाई यतिले जसले नि हेरिदिनु भयो उहाँ धेरै धन्यवाद फेरि पनि अब अर्को भ्लग फेरि आउँछ भोलि हेरिदिनु होला त्यो पनि है त काले बाई भन्दै सबैलाई बाई बाई।